करण केसी हार मान्दैन साला। मैले भने थियो नि गाइस पहिलाको भिडियोमा कि हाम्रो नेपाल पक्कै जित्छ अनि जित्यो। स्कटल्यान्डमा गएर स्कटल्यान्डलाई हरायो अनि भन्यो कि वर्ल्ड कपमा म फेरि रिटर्न आउने छु। गाइस हाम्रो नेपाल टिममा सबैभन्दा राम्रो पर्फर्मेन्स भनेको बलरको हो। जति बलर छ 2-3 बलरले एकदमै राम्रो गेम खेलेको छ। ब्याट्सम्यान भन्दा राम्रो हाम्रो बलरले खेलेको छ। जस्तो करण केसीले गाइस 41 बलमा 65 रनको पारी खेलेर हाम्रो नेपालको टिमलाई जिताएको छ। एकदमै राम्रो खेलेर अनि हाम्रो नेपालको नाम अगाडि बढाएको छ गाइस। अरू गुलसन झाले 30 बलमा 42 रनको पारी खेलेर हाम्रो नेपालको जितको एकदमै करिब पुगाएको थियो। तर पछि गएर गुलसन झा आउट भइसक्यो। तब लाग्यो कि हाम्रो नेपाल अब जित्न सक्दैन जस्तो लागेको थियो। तर करण केसीले त्यही हारेको म्याचलाई फेरि पल्टाएर अनि भन्यो कि हामी गोर्खाली हो, हामी हार मान्दैनौँ, हामी जितेर जान्छौँ यहाँबाट। 4वटा लिगमा एउटा जितिसक्यो, 3वटा अझै बाँकी छ, त्यो पनि जित्नेछु। र गाइज हामी हेर्नु त यहाँ पोइन्ट टेबलमा पहिलो कुशल भुर्तेलले 44 बलमा 53 रनको पारी खेलेर एकदमै राम्रो गेमको अगाडि बढाएको थियो। तर त्यो पछि आसिफ शेखले 33 बलमा 20 रनको पारी खेलेर त्यो पनि एकदमै आफ्नो ओपनरको हेरायो कि केही छ भनेर। अर्को छ भीम सार्की 48 बलमा 40 रनको पारी खेलेर अनि टिमलाई एउटा राम्रो स्कोर दिएको छ। अर्को छ रोहित पौडेलले 56 बलमा 37 रनको पारी खेल्यो। अर्को आरिफ शेख आज चल्नै सकेन। अर्को छ दिपेन्द्र सिंह एरी पनि आज चलेन। अर्को छ गुलसन झाको धेरै यसमा महत्त्वपूर्ण रोल छ गाइज। यसमा यो म्याचमा जितमा सबैभन्दा ठुलो हात गुलसन झा र करण केसीको। गुलसन झाले दाइले एकदमै राम्रो गेम खेलेर म्याचलाई पल्टाएको थियो। आशा थियो कि म्याच जित्छ, तर गुलसन दाइको विकेट गइसकेपछि सबै आशा टुटिहाल्यो। लाग्यो कि अब हाम्रो नेपालले जित्ने छैन। सन्दीप लामिछानेले कति रन हान्छ थाहा थिएन। त्यसपछि एउटै आशा थियो, त्यो पनि करण केसीमाथि। अनि करण केसीले हेरायो कि हामी गोर्खाली हो, हामी हार मान्ने होइन, हामी जितेर जान्छौँ यहाँबाट। 4वटै लिग जितेर जान्छौँ गाइस। यहाँ हाम्रो करण केसी दाइले एकदमै राम्रो जित दिलाएको छ। त्यसको लागि गाइस करण केसी दाइलाई एकदमै थ्याङ्क यू छ। हाम्रो नेपालको एकदमै नाक बचाएको छ। र गाइस 4 जुनको हाम्रो नेपालले नेदरल्यान्ड विरुद्ध म्याच खेल्नेछ। र गाइज त्यसमा हाम्रो नेपालले जित्न सक्छ कि जित्न सक्दैन गाइज। नेदरल्यान्डको टिम एकदमै स्ट्रङ टिम हो। वर्ल्ड कपमा पनि हाम्रो नेपाललाई हराएको थियो। तर गाइज 4 जुनको हुन्छ म्याच, त्यसमा हाम्रो नेपाल जित्छ कि जित्दैन कमेन्टमा पक्कै भन्नुहोला। र गाइज मेरो भिडियो राम्रो लाग्यो भने लाइक गर्नुहोला, मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला। धेरैजनाले भिडियो हेर्छ तर सब्सक्राइब गर्दैन गाइज। मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला।